माननीय सदस्य लालप्रसाद सामा लिम्बू। सम्माननीय सभामुख महोदय, कन्काई नदीमा बनिरहेको पुल निर्माण ढिलाइबारे मैले यो संसदमा पटक धेरै पटक राखिसकेको छु। आज पनि यो विषय उठाइराखेको छु। झापा जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत कन्काई नदीमा बनिरहेको पुल निर्माणको ठेक्का सम्झौता 2068 सालमा भएको थियो। सम्झौता अनुसार 3 वर्षमा काम सम्पन्न हुनुपर्ने थियो, तर आज असो 2082 साल लागिसक्यो। 14 वर्षसम्ममा पनि पुल निर्माण कार्य सम्पन्न नहुनु दुःखद र चिन्ताको विषय हो। सम्मान्य सभामुख महोदय, यो 14 वर्षको अवधिमा 10 वटा सरकार बन्यो, 7 जना प्रधानमन्त्री भए, 13 जना भौतिक पूर्वाधार मन्त्री पनि भए। सबै पार्टीका हुन सक्ने जति भए, तर ठेकेदार उही छ, कन्ट्र्याक्टर उही छ। त्यसैले यो कन्काई पुल निर्माणमा तदारुकता देखाउनका निम्ति सरकारसँग सभामुख मार्फत जोरदार माग गर्दछु। धन्यवाद।